आज चाहिँ घटस्थापना हैन, दसैँको फर्स्ट डे। हामी चाहिँ म्याकबीको घ्यासी खर्क भन्ने ठाउँमा छौँ। हिजो चाहिँ हामी जीवन दाईको घरमा बस्यौँ घ्यासी खर्क। अनि दाईहरू चाहिँ हामीसँग आएको दाईहरू यो घरमा बस्नुमा आमाले च्याउ टिप्नु भयो रहेछ, रातो च्याउ। अहिले चाहिँ रातो च्याउ आलु मस्यौराको तरकारी भात खायो। अब चाहिँ हाम्रो रिखर जानलाई पहिलो स्टप पातले खर्क जाने प्लान छ। यहाँ तल चाहिँ एउटा चौतारी थियो, ठ्याक्क त्यो चौतारीबाट तलतिर लागे चाहिँ रिखार जाने बाटो। हामी चाहिँ माथि लाग्यौँ च्यामीले जाने बाटो। अब हामी अहिले 2700 मिटरको एलिभेसनमा छौँ। हामीले काम गर्नुपर्ने, हामी जानुपर्ने ठाउँ चाहिँ 4400 मिटरमा छ, जुन भनेको चाहिँ 1700 मिटरको एलिभेसन चाहिँ हामीले कभर गर्नुपर्ने हुन्छ, त्यो पनि 3-4 घन्टाको टाइममा। द्याट्स अ लट। पुरै कुहिरो छ उसो। हामी यो के भन्थ्यो ठाउँको नामै बिर्सेँ, त्यही जे होस् बिहान जाने भनेको ठाउँमा प्लटमा त पुगिएन। प्लटबाट 2 किलोमिटर यता पानी भएको ठाउँमा चाहिँ हामी पुग्यो, तर दाउरा चाहिँ छैन कि, यस्तो समस्या छ हैन। पुरै खर्क हो, रेन्जल्यान्ड। 7:15 भइसक्यो होला सायद, त्यति ढिलो हामी पुग्यौँ। साथीहरूलाई अलि हिँड्न गाह्रो भयो भारीसहित। हामी चाहिँ हाम्रो पनि भारी त भारी छ, त्यही पनि हिँडियो लखर लखर। अब आश गरौँ एउटा कटेरो पाइयो भने, एउटा गोठ पाइयो भने त्यहाँको दाउरा युज गर्ने, पानी लिन चाहिँ यता तालतिर आउने, अनि पकाएर आजलाई गुड नाइट भन्ने। हाम्रो चाहिँ 8:30 बजे बल्ल टेन्ट सेन्टको काम भ्याइयो। टेन्ट सेटअप भयो, ढुङ्गाले गाड्ने, पेक गाड्ने। तर आगो चाहिँ बलेन। आज भात खाइएला जस्तो छैन हैन, आज भात खाइँदैन। दालमोठ च्याउ खाने, त्यो पनि एकदम लिमिटेड मात्रामा। हामीले सोचे भन्दा बढी टाइम लाग्छ जस्तो छ। हामीले 2 दिनलाई ल्याएको थियौँ। यस्तो छ हाम्रो टेन्टको, रमाइलो छ। अब भोलि बेलुका पानी नपरोस्, भोलि भ्यू खोलोस् मस्त। आगो त बल्छ त यार, तर भात पाक्ने आगो चाहिँ बल्दैन। सो गुड मर्निङ गाइज। हामी चाहिँ अहिले च्यामिलेमा, हिजो थाकियो, 6 बजे उठिएको थियो। यस्तो लभली भ्यू छ हैन, ठ्याक्क ऊ त्यो पारि धौलागिरी हिमाल जस्तो लाग्छ मलाई। त्यहाँपट्टि चाहिँ मिठो घाम लाग्छ, अनि यतापट्टि चाहिँ लभली भ्यू छ। यो पुरै रेन्जल्यान्ड भरि हैन, अनि तलपट्टि चाहिँ फेरि यस्तो बवाल भ्यू छ। कुहिरो पुरै बादलले ढाकेको छ, तल मस्तको भ्यू छ, लभली है। र फाइनल्ली हामी चाहिँ त्यो मैले भनेको डाँडामा चढ्यौँ। बवाल छ। अझै यता पोखरीहरू पनि रहेछ, अनि चाहिँ पानी परेको भएर बेसी पोखरीहरू होला। सही हो, बवाल छ कसम। ल
यो चाहिँ अनि पुरै खर्क भाइ त के छ हामी सबै एकदमै खुसी छौँ यो चाहिँ इट फिल्स लाइक अ पिस अफ हेभन स्वर्गको टुक्रा नेपालको जुनसुकै ठाउँ गए पनि उति नै मनमोहक छ तर यो चाहिँ एकदमै अनएक्सप्लोर्ड ठाउँ हो च्यामेली भन्ने ठाउँ जुन चाहिँ प्रायः जसो भेडा खर्क भेडाहरू चराउनको लागि मात्र युज गरिन्छ भने यसले पनि टुरिज्मको लागि चाहिँ एउटा पोटेन्सियल बोकेको जस्तो मलाई लाग्छ किन भन्दाखेरि हामीले चाहिँ यहाँ हिमालको चाहिँ 270 भ्यू चाहिँ हिमालको पाइन्छ जस्तो लाग्छ किन भन्दाखेरि हाम्रो यो साइडदेखि यतासम्म पुरै हिमालहरू छ हैन ठ्याक्कै अहिले हामीले कालो देखिएछ अनि यहाँ ब्युटिफुल पोन्ट्सहरू पनि छ दुईटा तालहरू पनि छ अनि त्यस पछाडि मेरो त्यो साइडमा चाहिँ हामीले क्याम्पिङ गरेको त्यो भन्दा यतापट्टि चाहिँ रिखार भन्ने ठाउँ छ जुन चाहिँ एकदमै धार्मिक महत्त्व बोकेको स्थान पनि हो हामी चाहिँ त्यहाँ पुगेनौँ किन भन्दाखेरि यता घुम्न निकै टाइम लाग्ने रहेछ इन्जोय